समय आफ्नो बेगमा मजाले चलिरहेको छ अनि समयसँगै यो मन पनि बेसरी जल्दैछ। सायद आफ्नो बाआमालाई बुढो भएको देख्न यो मनले चाहेको छैन अनि ती उज्यालो अनुहारमा चाउरी पर्दै गरेको त्यो चाउरीपना यी आँखाले हेर्न चाहेको छैन। कसरी बयान गरौँ म मेरा बालाई जसले मेरा लागि पुरै आफ्नो जीवन समर्पित गरेका छन्। मलाई केही चाहियो भने मैले मेरा बासँग ढुक्कसँग भन्न सक्छु। आफ्नो सपना मारेर मलाई पखेटा फिजाएर स्वतन्त्रका साथ उडाउन सिकाउने मेरा बाको बारेमा म कसरी बयान गर्नु हजुरहरू सामु। बाबा मलाई त्यो बेहुलीवाला चप्पल कति मन परेको छ, छिनछिन बज्ने अनि अलिकति हिल भएकोवाला चप्पल किनेर ल्याइदिनु न ल मलाई। यो शब्द मैले सायद म 9-10 वर्ष हुँदाखेरि भनेको थिएँ आफ्नो बाबालाई अनि छोरीको रहर पुरा गर्न भनेर मेरा बा पुरै बजार घुमेका थिए अनि ल्याइदिएका थिए मलाई बेहुलीले लाउने जस्तै छिनछिन गर्ने चप्पल। मेरा लागि भनेर आफ्नो रहर आफ्नो सपना त्यागेका बालाई म खै कसरी बयान गरौँ। कुनै पनि शब्द नै भेट्दिनँ म उहाँलाई बयान गर्नको लागि। खासमा भन्ने हो भने मेरा बा सवारी चालक अर्थात् सवारी चालक व्यवसायी काम गर्ने मान्छे। तर यो कुरा भन्न मलाई कुनै पनि सङ्कोच छैन। म त गर्वका साथ भन्न सक्छु कि त्यही सवारी चालक मेरा बाले त्यति दुःख गरेर मेरा लागि रगत पसिना बेचेर आज म यस ठाउँमा बोल्न सक्ने मलाई यतिको लायकको बनाउनु भएका छ। मेरो बालाई कति भोक प्यास कति लाग्थ्यो होला, त्यही पनि उहाँले आफ्नो भोक मारेर आफ्नो प्यास मारेर आफ्नो रगत पसिना बेचेर उहाँले दिउँसभरि काम गर्नुहुन्थ्यो अनि भोकै पेट आफ्ना सन्तानसँग बसेर केही मिठो मसिनो खाउँ भनेर बाहिर केही पैसा खर्च नगरी 20-30 रुपियाँ भए पनि जम्मा गरेर लौ नानी तिमीलाई चक्लेट खान मन छ होला भनेर चक्लेट दिनुहुन्थ्यो। त्यही बाका बारेमा म आज यहाँ कसरी बयान गरौँ। सायद निकै भाग्यमानी भएर होला, बा मात्रै होइन मेरी आमा पनि मैले त्यस्तै भगवानको रूप जस्तै पाएकी छु। म जन्मिएको 6 महिनामा सायद काठमाडौँ छिरेका थियौँ र काठमाडौँमा पाइला टेकेकै दिनबाट मेरी आमाले आफ्नो ज्यान आफ्नो सन्तानका लागि भनेर समर्पित गरिदिन्। मेरी आमाले यति दुःख गरेकी छिन् कि मैले त्यो बयान पनि गर्न सक्दिनँ। मैले भने नि काठमाडौँ टेकेको पाइला टेकेकै दिनदेखि उनले आफ्नो सन्तानको लागि भनेर रात दिन काम गर्थिन्। हाम्रो लागि समय पनि छुट्याउन भ्याउँथिन्, घरको काम पनि गर्न भ्याउँथिन्। त्यही आमा कति महान छिन्। साँच्चै मलाई जन्म दिनुभन्दा अगाडि उनले मृत्युको मुखमा पुगेर मृत्युको मुखबाट छुटकारा पाएर आएकी मेरी आमाको पनि म केही बयान गर्न सक्दिनँ यस ठाउँमा। मेरा बाआमाले जति समर्पण गरेका छन्, जति त्याग गरेका छन् आफ्ना सन्तानलाई, त्यसै गरी अरू निकै यहाँ उपस्थित सम्पूर्णका बाआमाले पनि त्यति नै समर्पित गरेका छन्, त्याग गरेका छन् आफ्ना बाआमा आफ्ना सन्तानका लागि भनेर। हो त्यही सन्तानले आज आफ्नो बाआमाको खै किन हो दुःख बुझिरहेका छैनन्। तर मैले जति ज्ञान सिकेकी छु त्यो सबै ज्ञान आफ्ना बाआमाको सपना अब रहर पुरा गर्नका लागि सदुपयोग गर्न चाहन्छु। म मेरा बाबाले जे रहर देखेका छन् ती सबै रहर पुरा गर्न चाहन्छु। मेरा आमाले गरेको त्यागलाई भरिपूर्ण गराउनका लागि म जे गर्न सक्छु म त्यही सबै कुरा गर्न चाहन्छु। मेरा बाआमाले आफ्नो सपना त्यागेर मलाई आफ्नो सपना बनाएका छन्। हो त्यही सपना म आज पुरा गर्न चाहन्छु र त्यसका लागि मेरो प्रयास निरन्तर चलिरहेको छ र मेरो प्रयास जारी नै रहनेछ र बाँकी कुरा समयले नै भन्दै जानेछ। आफ्नो लयसँगै आफ्नो गतिसँगै टिक 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 गर्दै। धन्यवाद।